I am Sneha Dahal. I am student and freelance graphic designer. I consent to participate in usability testing of Cubicle and to be recorded. ओभरअल चाहिँ मलाई राम्रो लाग्यो कलरहरू राम्रो थियो इनपुट र भ्यालिडेसनहरू राम्रो थियो र मलाई चाहिँ जस ओभरअल राम्रो लाग्यो हेलो मेरो नाम सौरभ महर्जन हो म चाहिँ अहिले करेन्टली सफ्टवेयरकामा चाहिँ 4th सेमेस्टरमा पढ्दैछु अनि म प्रोटोटाइप टेस्टिङको लागि चाहिँ गिभ माई कन्सेन्ट सो यो प्रोटोटाइप चाहिँ हेर्दाखेरि चाहिँ आईको लागि प्लिजिङ पनि छ यताको कलर्सहरू पनि राम्रै छ तर फिचर्सको कुरा गर्नुपर्दाखेरि चाहिँ यो इमेलमा चाहिँ सीसी गर्ने अप्सन्स पनि अथवा बीसीसी गर्ने अप्सन्सहरू भएको भए चाहिँ अब हामीले कसैलाई चाहिँ इमेल फरवर्ड गर्दाखेरि चाहिँ उनीहरूलाई पनि अब राखेर चाहिँ गर्नुपर्ने हुन्छ नि त सो त्यो फङ्सन भएको भए चाहिँ फिचर भएको भए चाहिँ अझै पनि बेटर हुनसक्छ Hello everybody, I am Basant Adhikari. I work as data analyst at Technology Global. आज म क्युबिकलको UI UX टेस्टिङ गर्न गइरहेको छु अनि यसको गर्नको लागि मेरो अनुहार अनि प्लस स्क्रिन रेकर्ड प्लस मेरो भिजुअल्सहरू के गर्नको लागि आई गिभ पर्मिसन टु दिस एन्ड लेट्स सी व्हाट दिस सिस्टम हेज टु अफर मैले चलाएर हेरेँ सबै कुराहरू ठिक लाग्यो मलाई अलिकति कन्फ्युजिङ चाहिँ कुन पार्टमा लाग्यो भन्दाखेरि त्यो अपलोड फाइल्स गर्ने बेलामा अपलोड फाइल्सको चाहिँ अलिकति भित्तामा रहेछ अनि त्यो चाहिँ अलिकति मेरो आँखाले फर्स्टमा चाहिँ अलिकति देखेन बट आई फाउन्ड इट अनि अर्को भनेको चाहिँ त्यो बिल जेनेरेट गर्ने बेलामा त्यो भ्याट 13% भनेर देखिरहेको रहेछ अनि अब यो लोकल डोमेस्टिक प्रोजेक्ट्सहरूको लागि त ठिकै हो तर लाइक कन्ट्री वाइज भ्याटहरू पनि चेन्ज हुने हुन्छ नि त त्यही रिजनले गर्दाखेरि मेबी लाइक त्यो भ्याट पनि डाइनामिक वेमा एड गर्न मिल्ने अथवा लाइक चुज गर्न मिल्ने समथिङ त्यस्तो केही भएको भए चाहिँ अझै धेरै केही युजफुल हुन्थ्यो कि जस्तो लाग्यो अनि अपार्ट फ्रम द्याट अरू त सबै ठिकै छ लाइक स्मुथ छ गुड नमस्कार मेरो नाम शिशिर पाण्डे म एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी साथसाथै फ्रिल्यान्स सफ्टवेयर डेभलपर यस फिजिबिलिटी टेस्टिङ गर्नको लागि मेरो पूर्ण सहमति छ धन्यवाद Hello, my name is Arshka Bodil and I'm a music producer. And I give my consent in order to participate in this usability testing and being recorded. Yeah.
ओभरअल प्रोजेक्टको बारेमा भन्नुपर्दा चाहिँ प्रोजेक्ट राम्रो थियो, चलाउँदाखेरि एक्सपिरियन्स पनि राम्रै थियो। तर मैले एउटा फेस गरेको प्रब्लम चाहिँ कुनै एउटा नयाँ प्रोजेक्ट मैले क्रिएट गरेर एड गर्न पऱ्यो भने त्यसको फर्म चाहिँ अलिकति बोरिङ थियो, धेरै त्यहाँ फिल्डहरू थियो र त्यो धेरै फिल्डहरू भर्दा भर्दै कस्तो मोनोटोनस भयो जस्तो लागेको थियो मलाई। अरू त सब राम्रो थियो प्रोजेक्ट ओभरअल। Hi, I am Himal Doshi and I am a mobile app developer. I give my full consent to participate in this usability test and to be recorded for the purpose of this project. सो लास्टमा चाहिँ यसको रिभ्यू दिनु पर्दाखेरि चाहिँ यसको डिजाइन चाहिँ मलाई एकदम मन पर्यो र क्लाइन्टको प्रोफाइलमा गएर नै उसको पास्ट प्रोजेक्ट्सहरू हेर्न मिल्ने भएकाले यो फिचर चाहिँ मलाई एकदमै मन परेको छ। हेलो एभ्रिवान, मेरो नाम सबिन रिमाल। म राष्ट्रिय सहकारी ब्याङ्कमा आइटी डिपार्टमेन्टमा काम गरिरहेको छु र सँगसँगै मास्टर्स पनि पर्स्यु गरिरहेको छु। आज सन्देशले मलाई यो एउटा क्युबिकल भन्ने प्रोजेक्टको प्रोटोटाइप टेस्टिङको लागि भनेकोमा मैले यसको एउटा क्यानभान भन्ने मोडुलको टेस्टिङ गरिरहेको छु। र यो सँगसँगै म के पनि भन्न चाहन्छु भने मेरो यो भिडियो र यो मेरो अहिले जुन मैले जे बोल्छु या जे म त्यहाँ भन्छु त्यसको लागि उसले आफ्नो एकाडेमिक र पर्सनल युजको लागि युज गर्नमा मलाई कुनै पनि प्रब्लम छैन। अब अहिले मैले यो क्युबिकलको बारेमा अलिकति यसो हेर्दाखेरि जो कोही पनि फ्रिलान्सिङमा काम गर्नेहरू उहाँहरूको लागि एउटा प्लेटफर्मको रूपमा डेभलप भएको देखेँ। यसमा एक दुईवटा फरक फरक मोडुल देखिरहेको छु, ड्यासबोर्ड, प्रोजेक्ट, क्लाइन्ट, इनबक्स, क्यानभान, हेल्प सेन्टर, सेटिङ जस्ता र प्रोफाइल सेक्सनहरू। त्यसमा मलाई क्यानभान टेस्टिङ गर्नको लागि रिक्वेस्ट गरिएको मैले क्यानभान टेस्टिङ गरिरहेको छु। म अब एकछिन टेस्टिङ गर्छु र यसमा के फिडब्याक छ म त्यही अनुसारले लास्टमा फिडब्याक भन्नेछु। ल अब मैले अलिकति यसो हेर्दाखेरि ब्याकलगको पार्ट ठिक छ, एड गर्न मिलिरहेछ, इट्स ओके। प्रोग्रेसमा गइरहेको छ, डनमा गइरहेछ। एक दुईवटा कुरा यही पोर्सनमा हेर्नु पर्दाखेरि चाहिँ एउटा भनेको मैले टास्क क्रिएट गरिसकेपछि त्यसलाई डिलिट गर्ने अप्सन भेटिनँ। अब एउटा डिलिट या एडिट भन्ने अप्सन हुनु पर्थ्यो होला, किनकि एभ्री टाइम मैले टास्कलाई क्रिएट गरेर छोड्दाखेरि त्यति सजिलो नहोला, किनकि टास्क छोड्दै गर्दाखेरि मेरो ब्याकलग धेरै देखिने हुन्छ। सँगसँगै मैले यसलाई प्रोग्रेसमा सिफ्ट गर्दाखेरि जुन त्यो ड्यु डेटको बाटो देखिराखेको छ नि यहाँनिर, त्यो ड्यु डेट चाहिँ कलर चेन्ज भइदिए सजिलो हुन्छ, किनकि रेड जहिले पनि नेगेटिभको रूपमा देखिने हुन्छ। अनि डनमा आउँदाखेरि त अब यो अभियसली डन भनेर देखिनुपर्छ। र मैले डनबाट ब्याकलगमा नआइकन मैले फेरि यसमा काम गर्नु पऱ्यो भने प्रोग्रेसमा आउनको लागि एउटा पाथ चाहिँ हुनुपर्छ। मैले यसमा फ्लोमा चाहिँ सिधै मैले ब्याकलगमा मात्रै आउनु मिलिरहेछ। आइदर यो फिगमाबाट भएकोले गर्दाखेरि हो या यसमा सोच्नुपर्ने हो। यो चाहिँ प्रोग्रेसमा फिर्ता आउन पाए सजिलो हुन्थ्यो। अहिले चाहिँ यो ब्याक आइरहेको छ आदिमा छोड्दाखेरि यो चाहिँ। बाँकी अब ओभरअल ठिक छ, कन्सेप्टमा ठिक छ। प्रोग्रेस बारको एउटा सिङ्गल फेज भन्दा पनि प्रोग्रेसको फरक फरक फेज भइदिए एउटा राम्रो हुन्थ्यो होला, आफूलाई ट्र्याकिङको लागि पनि सजिलो हुन्थ्यो। बाँकी ओभरअल प्रोफाइल सेक्सनहरू हेर्दाखेरि सबै ठिक छ। ड्यासबोर्डको सेक्सनहरू एकदम राम्रो देखिएको छ। इन्कमहरूको लागि एउटा सानो सेक्सन राखिएको रहेछ, त्यसले गर्दा ठिक छ। अपकमिङ टास्कहरूको लागि सेक्सन छ, कति रुपियाँ अर्निङ गर्यो, टास्कहरू ड्युज के छ भन्ने कुरा छ। यो हरेक अप्सन्सहरू क्लिकेबल भइदियोस्, त्यो भए एकदम राम्रो हुन्छ। एभ्री टाइम फरक फरक मेनुमा क्लिक गर्नुपर्छ, ड्यासबोर्डबाट एभ्री मेनु रिचेबल भए त्यो पनि एकदम बेटर हुन्छ। बाँकी यो एउटा टेस्टिङमा इन्भल्भ गराएकोमा धेरै धेरै धन्यवाद र यो प्रोजेक्ट राम्रोसँग कम्प्लिट होस् त्यसको शुभकामना। थ्याङ्क यू।